हाम्रो डिभोर्स पनि भएको। डिभोर्स चाहिँ के कारणले भएको भनेपछि उहाँ चाहिँ कतारमा हुँदाखेरि लकडाउनको बेला यो नानीको बाबुले चाहिँ मलाई बलात्कार गर्न आयो। अनि केस दर्ता गर्न जाँदाखेरि चाहिँ मान्छेले पल्सालाई जसरी फसाउन खोजेको हो भनेर केसै दर्ता भएन। अनि त्यहाँबाट त्यस्तो हुँदा 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 त्यसरी त्यो केटा टाइममा आउने केस दर्ता गर्न जाँदा नमानेपछि फसाउन भनेर नमानेपछि पुलिसले अब जसको पावर त्यसलाई उ गर्दो रहेछ नि त, हाम्रो केसहरू दर्ता भएन। अनि 81 सालमा चाहिँ नि अब उसले के भन्यो भने तिम्रो डिभोर्स 80 सालमा चाहिँ तिम्रो डिभोर्स भएन भने तिमी नि मार्छु, बुढा छोरा सबै मार्छु भने है। अनि डिभोर्स गरे उहाँलाई पनि थाहा छ त्यो केटाले त्यस्तो गरेको है। ल त नि त्यो केटाले यस्तो अत्याचारै गर्यो, डिभोर्सै गरेर तिमीले त्यो केटाले लग्छन् जे गरे नि गर्छन्, म पनि यस्तो हालत भयो भनेर उहाँले हामीले डिभोर्स दिए होइन। हामी मन्जुरमै डिभोर्स भए। अनि डिभोर्सै भए पनि हामी बसिरहेको थियौँ नि त। अब बच्चा छ भनेर हामी होइन त्यसरी बसिरहेको थियो। अनि उहाँले त्यो जुन अब कानुनी प्रोसेसमा पनि मान्छेले फसाउन खोज्यो भने जायरीहरू दर्ता भएन। अनि जुन यो नानी पेटमा भएपछि मात्रै जायरी दर्ता भएर यो केटा पनि पक्रेर पनि अदालतमा चाहिँ के भयो भने कानुनी प्रोसेसमा बुढी बच्चा म सम्हाल्छु, जीवनभरलाई सम्हाल्छु भन्ने नक्कल कागज बनाएर चाहिँ उहाँको राज तामाङ भाइले उहाँको आफन्त मान्छेहरूले कागज बनाएर निकालेछौँ। अनि अहिले चाहिँ नि होइन हाम्रो चाहिँ के हो भने किडनी फेर्ने प्रोसेसमा छौँ होइन। मिल्छ, हाम्रो रगतहरू मिलिरहेछ, रगतहरू उहाँको नि ओ पोजिटिभ रहेछ, मेरो नि ओ पोजिटिभ रहेछ, प्रयास गर्नु भन्नुभयो डक्टरले होइन। अब उहाँले उताबाट नि नहेरेपछि मेरो अब जस्तो भए पनि श्रीमान हो होइन, डिभोर्सै भए पनि बच्चा छ। अब बच्चालाई नि बाउ चाहियो होइन, 7 वर्षको छोरा छ। छोरा चाहिँ बाउ बिना बाँच्न सक्दैनन्, मैले कहाँबाट ल्याएर दिने होइन। कतैबाट सहयोगहरू गरिदिनुहुन्छ भने हजुरहरूले सहयोग गरिदिनु हुन अनुरोध गर्दछौँ होइन। हाम्रो चाहिँ किडनी फेर्ने प्रोसेसमा छौँ, मैले दिने भन्ने कुरा होइन, मैले दिन्छु। मेरो अहिलेसम्म रगत एउटा दुइटाहरू सबै मिलिरहेछ, एउटा दुइटा जाँच गर्दाखेरि होइन।